एउटा मानिसको प्रस्थान। कवि रमेश क्षितिज। एउटा मानिस सर्वोत्कृष्ट कला हो संसारको। ऊ गयो भने उसँगै जान्छन् कुनै सोचमा डुबिरहे जस्ता उसका गम्भीर आँखा वा दुर्लभ मुस्कान, उसको सिप र कतिपय रहस्य। जाँदा आफूसँगै बोकेर लान्छ उसले कल्पनाको ठूलो सहर, आफूले हिँडिसकेको समयको चौडा सडक र बिताएको रोमाञ्चक इतिहासलाई रुमाल जेगोजीमा हालेर हिँडिदिन्छ ऊ कुनै अनिर्दिष्ट दिशातिर। कति रोएको थियो हृदयमा लागेका चोटहरू एकान्तमा गन्दै, वा कति हाँसेको थियो यात्राका मीठा घटनाहरू सम्झिँदै। अनेकन यस्ता कथा आफूसँगै लिएर छोडेर जान्छ ऊ केवल केही धमिला सम्झना। एउटा मानिस गयो भने हुँदैन हजारौं मानिसको भिडमा ऊ, सुनिँदैन उसको स्वर र देखिँदैन अनुहार, भेटिँदैन कुनै पनि रात्रि भोजमा उसको सशरीर उपस्थिति। एउटा मानिस साँच्चै गइदियो भने सुनसान र रित्तो रित्तो बनाइदिन्छ एउटा संसार। अभावको चस्माबाट हेरेपछि मात्र हामी देख्छौं टाढा गइसकेको मानिसको मूल्यको आकृति। तर सुन्दैन ऊ हाम्रो आवाज त्यस बेला र फर्केर आउँदैन हामी छेउ। अहिले नै रोक मानिसलाई आफ्नो प्रेमले।